सर कसरी थाहा पाउँछ सियासे? क्वेसनले भनेकै हुन्छ नि त सियासे र टियासे भनेर त्यहाँ है, बुझ्नुभयो? ल अब कसरी थाहा पाउने भन्ने होइन, क्वेसनको यति कुरा कि याद गर्ने क्या, कि पोइन्ट हुन्छ नि मेन क्याप्सुल हो। क्याप्सुल खानुहुन्छ नि तपाईँ, केही टाउको दुखेको लागि औषधि ट्याक्क खानुहुन्छ के सिटामोल, सिटामोल खाएपछि अलिकति एकछिन 1 घन्टापछि अलिकति कम भयो जस्तो हुन्छ, त्यस्तै क्याप्सुल खानुपर्छ। अब हेर्नु है यहाँ, ल बुझ्नुभयो? अब त्यसो भए यसमा भोल्युम भनेको के हो त? एउटालाई मैले माथिपट्टिकोलाई V1 माने, तलपट्टिकोलाई V2 माने। हेर्नुहोस् है, तलपट्टिकोलाई के माने त साथीहरू? V2 माने भने यसको लागि हाम्रो के हुन्छ त? हेर्नुहोस् त, यसको लागि V1 र V2 भनेको, V1 भनेको माथिपट्टिको 2/3 पाई आर क्युब हुन्छ प्लस, हेर्नुहोस् त अब दुईटा छुट्टा छुट्टै भएको भए कहिलेकाहीँ क्वेसनमा सोधिन सक्छ, त्यसमा माइनस गर्नुपर्ने अवस्था हुन्छ। जस्तै यो टुक्रेर उँभो गयो, यो तल टुक्रेर उँधो आयो भने माइनस गर्नुपर्छ है साथीहरू। हेर्नुहोस् है मैले भनेका कुराहरू, कुनै कुनैमा भनेन भने त्यस्तो केसमा के लाउने म भन्छु है। ल अहिले हेर्नु त, ल तलपट्टिको हेर्नु त पाई आर स्क्वायर के त एच रहेछ है। यहाँ एच अर्को पनि यतापट्टि एच दिएको, H1 र H2 मान्नुपर्ने अवस्था थियो, अहिले त केही छैन। अब दुईटालाई कम्बाइन गरौँ त, पाई आर हेर्नुहोस् त कमन आयो, यसमा बाँकी रह्यो कति? पाई आर स्क्वायर कमन आयो। अब यसमा बाँकी 2/3 बाँकी रह्यो, यसमा आर बाँकी रह्यो, प्लस यसमा बाँकी रह्यो एच बाँकी रह्यो। हामीले फर्मुला यति गरे भयो, अरू केही पनि गर्नु परेन।